नमस्कार जेजेलप्पा। तपाईँ अहिले हेर्दै हुनुहुन्छ संसार अनलाइन टिभी। संसार अनलाइन टिभीको कथामाला कार्यक्रममा तपाईँ सम्पूर्ण दर्शक श्रोता महानुभावहरूमा न्यानो न्यानो स्वागत तथा अभिवादन। म कार्यक्रम प्रस्तुता निर्मला प्रधानको तर्फबाट उपस्थित भएकी छु। कथामाला कार्यक्रमको यो 31औं भाग हो। यो कथा नामी साप्ताहिक 2081 फाल्गुन 2 गतेको अङ्कमा प्रकाशित कथा हो। कथा सुनेर आफ्नो अमूल्य प्रतिक्रिया दिन नभुल्नुहोला। साथै हाम्रो च्यानललाई लाइक, कमेन्ट, सब्स्क्राइब र सेयर गरिदिनु हुन पनि अनुरोध गर्दछु। आजको कथाको शीर्षक छ अमर प्रीतको बन्धन, जसलाई लेख्नु भएको छ कथाकार दीपक विवश आशुले। भेटघाटको पहिलो क्षण। भेटघाटको पहिलो क्षण। नेपालको एक सुन्दर पहाडी गाउँमा, जहाँ हरियाली डाँडा काँडा र स्वच्छ हावा बग्थ्यो, त्यही जन्मिएका थिए प्रभात र प्रभा। प्रभात गाउँकै एउटा सामान्य किसान परिवारमा जन्मिएका थिए भने प्रभा गाउँकै एक पढे लेखेका शिक्षकको छोरी थिइन्। प्रभात सधैँ चञ्चले स्वभावका थिए, खेल्न रमाउने, दौडधुप गर्न मन पराउने। तर प्रभा भने निकै गम्भीर स्वभावकी, अध्ययनशील र बौद्धिक थिइन्। उनी गाउँकै उत्कृष्ट छात्रा थिइन्। विद्यालयको सुरुवाती दिनहरूमा उनीहरू सामान्य साथी मात्र थिए, तर समय बित्दै जाँदा उनीहरू बीचको सम्बन्ध विशेष बन्दै गयो। एक दिन स्कुलको वार्षिक प्रतियोगितामा प्रभात र प्रभा एउटै समूहमा परे। उनीहरूले निकै मेहनत गरे, विभिन्न प्रतियोगिताहरूमा भाग लिए, अन्ततः पहिलो पुरस्कार पनि जिते। त्यस साँझ जब उनीहरू घर फर्कँदै थिए, प्रभातले प्रभासँग सोध्यो, प्रभा, तिमीले कहिल्यै कसैलाई मन पराएको छौ? प्रभा मुस्कुराई अनि भनी, किन सोधेको? प्रभात लजाएर मुस्कुरायो। त्यो पहिलो सङ्केत थियो जसले देखाउँथ्यो कि उसको मन प्रभावप्रति विशेष आकर्षित भइसकेको थियो। प्रेमको स्वीकारोक्ति। प्रभातले प्रभासँगको सम्बन्धलाई प्रेममा परिणत गर्न चाहन्थ्यो, तर उसलाई थाहा थिएन कि प्रभाले के सोच्लिन्। उनीहरू बीचको मित्रता बलियो बनिसकेको थियो, तर प्रभातलाई डर थियो कि यदि उसले आफ्नो प्रेमको कुरा व्यक्त गर्यो भने कतै मित्रता नै टुट्ने त होइन। तर एक दिन आँट गरेर उसले प्रभासँग भन्यो, प्रभा, तिमी मेरो लागि विशेष छौ। मलाई लाग्छ कि तिमीलाई माया गर्न थालेकी छु। प्रभा केही समय मौन रहिन्। उनले आँखा झिम्क्याउँदै अनि भनिन्, राज, म पनि त तिमीलाई मन पराउँछु, तर हाम्रो भविष्य के हुन्छ भन्ने कुरा हामीले सोच्नुपर्छ। त्यो दिनदेखि उनीहरूको प्रेम सुरु भयो। उनीहरू सँगै हिँड्थे, सँगै पढ्थे र जीवनभर एकसाथ राख्ने र रहने सपनाहरू देख्थे।
छुट्टिएर भए पनि सँगै रहने बाचा। विद्यालय सकिएपछि उनीहरू सहर गए उच्च शिक्षा अध्ययन गर्न। प्रभात इन्जिनियरिङ अध्ययन गर्न भारततिर गए भने प्रभा डाक्टर बन्न काठमाडौँ मेडिकल कलेजमा भर्ना भइन्। सुरुवाती दिनहरूमा उनीहरूबीच नियमित फोन वार्ता हुन्थ्यो, भिडियो कल हुन्थ्यो, चिठी आदान प्रदान हुन्थ्यो। सहरको व्यस्त जीवन भए पनि उनीहरू एक अर्कालाई कहिल्यै बिर्सिएनन्। तर समय बित्दै गयो। समय बित्दै जाँदा दूरीले असर गर्न थाल्यो। प्रभा मेडिकल पढाइमा व्यस्त हुन थालिन्। उसको दिनचर्या बिहानदेखि रातिसम्म पढाइमै बित्थ्यो। प्रभात पनि आफ्नो इन्जिनियरिङ अध्ययनमा निकै मेहनत गरिरहेका थिए। बिस्तारै बिस्तारै उनीहरूको कुरा गर्ने समय कम हुन थाल्यो। पहिले जस्तो दिनहुँ फोन आउने क्रम रोकियो। प्रभातले महसुस गर्न थाले कि प्रभा पहिले जस्तो छैन। सपना र वास्तविकताको द्वन्द। उनीहरूको सम्बन्धको सुरुवात मिठो भए पनि बिस्तारै वास्तविकताले आफ्नो पखेटा फैलायो। प्रभालाई समय दिन नसक्दा प्रभातप्रति ऊ आक्रोशित हुन्थी। उता प्रभात भविष्य सुरक्षित बनाउन सङ्घर्षरत थियो। प्रभाका साथीहरू भन्थे, प्रभा तिमी जस्तो सम्पन्न र स्वतन्त्र केटीले किन सधैँ व्यस्त रहने केटोलाई माया गरिरहेकी छौ? प्रभाका अभिभावकहरू पनि असन्तुष्ट थिए। उनीहरूको चाहना थियो छोरीले आफ्नो स्तरको व्यक्तिगत विवाह गरोस्। एक दिन प्रभाका बुबाले प्रभातलाई बोलाएर भने, हेर प्रभात, म तिमीलाई असफल भन्न चाहन्न, तर मेरो छोरीलाई तिमीले दिन सक्ने जीवन हामीले चाहेको भन्दा धेरै कम छ। प्रभात मौन रह्यो। ऊ सबै बुझ्थ्यो, तर आत्मसम्मान बेच्न कहिल्यै चाहँदैन थियो। बिछोडको सङ्केत। एक दिन प्रभातले फेसबुकमा एउटा फोटो देख्यो। प्रभा र उसको कलेजमा साथीहरूसँग खिचेको तस्बिर। तर एउटा विशेष व्यक्ति प्रभा नजिकै उभिएको थियो। प्रभातलाई अचम्म लाग्यो। उही दिन बेलुका उसले प्रभासँग फोनमा कुरा गर्यो। प्रभा, के तिमी मसँग पहिले जस्तै नै छौ? प्रभा केही क्षण चुप रहिन्। उसले भनिन्, प्रभात, म तिमीलाई सधैँ माया गर्छु, तर जिन्दगी अगाडि बढिरहेको छ। प्रभातका लागि यो वाक्यले ठुलो चोट पुर्यायो। उसले बुझे कि प्रभा बिस्तारै टाढा हुँदैछ। प्रभा बिस्तारै टाढा हुँदैछ। अन्तिम भेटघाट। प्रभाले अन्तिम पटक प्रभासँग भेट्ने निर्णय गर्यो। उसले प्रभालाई काठमाडौँमा भेट्ने आग्रह गर्यो। उनीहरू क्याफेमा भेटे। प्रभा अलि असहज देखिन्थिन्। प्रभाले सिधै सोध्यो, प्रभा, के तिमी कसैलाई मन पराउँछौ या मन पराउन थालेकी छौ? प्रभाको आँखा रसाए। केही समयपछि उसले भनिन्, हो प्रभात, म तिमीलाई सधैँ सम्झिरहेको हुनेछु, सम्झिरहनेछु। प्रभातको मन छिया भयो। उसले प्रभाको हात समातेर भन्यो, तिमी जहाँ भए पनि, जोसँग भए पनि म तिमीलाई बिर्सने छैन। मेरो माया
सधैँ तिमी प्रति रहनेछ। त्यसपछि उनीहरू एक अर्कालाई अन्तिम पटक हेरे। प्रभा आँसु पुस्दै हिँडिन्। प्रभात एक्लै क्याफेमा बसेर विगतका ती सुन्दर क्षणहरूको सम्झनामा हरायो। समयको परिवर्तन। वर्षौं बिते। प्रभात सफल इन्जिनियर बन्यो। ऊ पुनः विदेश गयो। तर उसको मन सधैँ प्रभाको यादले भरिएको हुन्थ्यो। केही समयपछि प्रभात फेरि नेपाल फर्कियो। गाउँ फर्किँदा उसले पुराना स्थानहरू घुम्यो। स्कुल, मन्दिर, मेलाको ठाउँहरू। उनीहरू बीच कहिल्यै सम्पर्क भएन। तर प्रभातलाई लाग्थ्यो कि प्रभा जहाँ भए पनि उसलाई सम्झिरहेको होला। एक दिन उसको साथीबाट थाहा पाए कि प्रभा अब विवाहित भइसकेकी छिन्। उसको आफ्नै परिवार छ। प्रभा परिवारको इच्छा अनुसार विवाह बन्धनमा बाँधिन्। उता प्रभातले विदेश गएर आफ्नो सङ्घर्षलाई सफलतामा बदले। ऊ एउटा सफल इन्जिनियर बन्यो। ऊ एउटा सफल इन्जिनियर बन्यो। तर समयको कठोर न्याय देख्दा जब प्रभा धेरै वर्षपछि एक कार्यक्रममा प्रभातलाई देखिन्, सभ्य पहिरनमा मुस्कुराइरहेकी, त्यो अनुहार उही थियो जुन अनुहारलाई कहिल्यै बिर्सन सकेनन्। जुन अनुहारलाई कहिल्यै बिर्सन सकेनन्। दुवैमा आँखाहरू बोले। दुवैमा आँखाहरू बोले। माया कहिल्यै मर्दैन, केवल परिस्थिति बदलिन्छ। प्रभात मुस्कुरायो। आँखामा हल्का आँसु आयो। सबै प्रेम कहानीहरू सफल हुँदैनन्। सबै प्रेम कहानीहरू सफल हुँदैनन्। उसले सोध्यो, तर साँचो प्रेम कहिल्यै मर्दैन। साँचो प्रेम कहिल्यै मर्दैन। त्यसपछि प्रभातले विगतलाई भुल्ने कोसिस गर्यो, तर कतै उसको मनको कुनै कुनाभित्र प्रभाको सम्झना सधैँ अमर रहिरह्यो। प्रभाको सम्झना सधैँ अमर रहिरह्यो। अमर रहिरह्यो।